हेलो गाइज, वेलकम टु माई अनदर न्यू ब्लग। म चाहिँ आज यसो थानकोटतिर घुम्न जाने भनेर आएको थिएँ होइन। कस्तो आनन्दको बाटो छ कि, कस्तो पिस होइन, शान्त एकदम यस्तो राम्रो छ। अनि अहिले चाहिँ एकछिन चिया खाने भनेर चाहिँ बसिरहेको थियौँ होइन। कस्तो आनन्द। अनि तपाईँहरूलाई चाहिँ म एउटा कुरा देखाउँछु कि यही ठाउँबाट चाहिँ सुरुङ मार्ग जाने बाटो रहेछ कि। सुरुङ मार्ग ठ्याक्कै थानकोटबाट चाहिँ अहिले एकैछिनमा देखाउँछु। यहाँ रुखहरू भएर चाहिँ देखेन होइन। यहाँ चाहिँ ठाउँ कस्तो राम्रो छ कि, आनन्दको, केही गर्नु नपर्ने, कहीँ जानु नपर्ने। म एकछिन चाहिँ त्यो ठाउँ देखाउँछु है त। हो, यो चाहिँ सुरुङ मार्ग जाने बाटो। यहाँ तल अलिअलि देखिरहेछ उयो तलको चाहिँ सुरुङ मार्ग जाने बाटो। यो रोड छ नि, यो यति मात्रै देखिरहेछ यहाँबाट। त्योभन्दा यता चाहिँ छैन, पुरै खनेर अनि बल्ल देखिन्छ। यहाँ तल डाँडाबाट गएको जस्तो लाग्यो होइन। कस्तो आनन्दको ठाउँ रहेछ, पिसफुल। अब चाहिँ म चिया खानु गएँ। यहाँ चाहिँ बाख्राहरू घाँस चरिरहेछन् होइन। कस्तो मजाले यहाँ माथि कति धेरै छ आमामा। अनि यो चाहिँ काठमाडौँतिर, त्यही थानकोटतिर हो क्या हो। कस्तो राम्रो भ्यू आएको छ होइन। अनि कस्तो कुहिरो लाएर हो कि, यो पोल्युसन नै पोल्युसन भएर चाहिँ कस्तो नराम्रो देखिरहेछ होइन। अनि म चाहिँ यत्तिकै एकछिन बाटोमा हिँडौँ भनेर चाहिँ निस्केको थिएँ होइन। अनि कस्तो राम्रो भ्यू छ कि यहाँ, कस्तो शान्त। हामी चाहिँ उयो तलबाट आएको भएर चाहिँ कस्तो छ, कस्तो शान्त होइन, कस्तो चिसो, कस्तो आनन्दको ठाउँ छ कि। यहाँ पुरै न भिडभाड केही पनि छैन। अनि यहाँ चाहिँ यहाँ बाख्राहरू कस्तो मजाले चरिरहेछन् कि। चकलेट खान्छु। चकलेट खाने नि लौ 1 रुपियाँको चकलेट खाएर फाल्यो। तिमीले 1 रुपियाँको चकलेट खाएर फाल्यो। सल्लाह नै सल्लाह छ यहाँ जताततै। Oh my God. Beautiful view. Nice location. शान्त, चिसो अनि एकदम काम स्पेस छ। कस्तो राम्रो ठाउँ छ आमा। यो इन्द्रदह भ्यू टावर रहेछ यो चाहिँ होइन। यतातिर कहाँ मन्दिर पनि छ, रेस्टुरेन्टहरू रहेछ। मन्दिर यहाँको इन्द्रदह मन्दिर।
कालु काजी कालु पाण्डे समाधि यति रहेछ डायलॉग हानेपछि नि पानी पर्यो भने ह्याबन डाँडा काठमाडौँमा पनि यस्तो यस्तो ठाउँहरू छ। ओ नो उयो पुरै देखिने काठमाडौँ हो थानकोट, तर आज पुरै यो हुस्सु लाएर यहाँ माथितिर चाहिँ कस्तो मजाले बाख्राहरू चरिरहेछन् होइन। यो ठाउँमा चाहिँ बाख्राहरूलाई बाख्रा आउँदैन रहेछ कि। यो चाहिँ ह्याबन डाँडा काठमाडौँ भन्दो रहेछ यो ठाउँलाई चाहिँ। नाइस। यो देखिने चाहिँ सबै काठमाडौँ हो, जति पनि ठाउँ छ यो सबै काठमाडौँ रहेछ होइन। जस रमाइलो छ ठाउँ। पानी पर्या भए कस्तो खुल्ला राम्रो देखिन्थ्यो होला होइन। पानी परे होइन कस्तो नराम्रो देखिरहेछ, पानी नपर्या भएर होला होइन। त्यही भएर यहाँ चाहिँ सबै प्लटिङ मात्रै गरेछ, यो सबै यहाँ सानो सानो सबै प्लटिङहरू भइसकेको रहेछ होइन। म चाहिँ एकचोटि यसो शान्तले बस्छु भनेर चाहिँ यहाँनिर बसिरहेको छु। जस पिसफुल छ ठाउँ।